दर्शकबिन नमस्कार। हजुरको माझ हामीले नयाँ अपडेट लिएर उपस्थित भएका छौं। सल्यान जिल्ला बाक्सो नगरपालिका वडा नम्बर 11 र 12 को दोभान भएको पाँचचौरमा हामी अहिले उपस्थित भएका छौं। बाटोको अवस्था के छ? न नेपाली कांग्रेस लियो, न माओवादी लियो, न एमाले लियो। तपाईहरुको बाटोको विषयमा हामी चर्चा देखाउन गइरहेका छौं। हजुरलाई कस्तो लाग्छ उस्तै प्रतिवेदन चाहिँ न पाँचचौरको बाटोको अवस्था हामीले हजुरको माझ देखाउन गइरहेका छौं। वर्षौं दिन बस आइरहन्छ, यस्तै तरिकाले बस आइरहन्छ। बसको पट्टा भाँच्यो भने के हुन्छ? हजुरले बाटो देख्न सक्नु भएको छ। हजुरलाई कस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनु होला। साथसाथै कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। यो नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेसले कुनै पनि हेरेको बाटो हो, त्यो देख्न सक्नु तपाईहरु। यहाँ हामीले तपाईहरुको माझ बाटोको अवस्था जुम गरेर देखाउन गइरहेका छौं। बाटोको अवस्था यस्तो छ अहिले। यहाँ सल्यान जिल्ला बाक्सो नगरपालिका वार्ड नम्बर 11 पाँचचौरमा बाटो यस्तो अवस्था छ। दाङबाट राप्ती यातायात, सल्यान रुकुम यातायात व्यवस्था समितिले कसरी बस छोड्न सक्छ यस्ता बाटोमा? साथीहरु, तत्कालीन यो सल्यान जिल्ला बाक्सो नगरपालिका वार्ड नम्बर 11 मा बफोला पातेलसम्म बस आउने गराउनु पर्छ र बफोलालाई बस स्थगित गर्नुपर्छ। बाटोको अवस्था देख्न सक्नु हजुरले। यहाँ कुनै प्रक्रियाले गाडी तल खस्यो भने के हुन्छ? यहाँ हजुरको माझ हामीले नयाँ अपडेट दिएका छौं। यहाँ तसर्थ दिँदा दिए पनि कोही नेकपा एमाले, कोही नेकपा कांग्रेस, नेकपा माओवादी, कोही जनता मोर्चा